नमस्कार साथीहरू। फुटबल इतिहासमा धेरै खेलहरू भए, तर 18 डिसेम्बर 2022मा कतारको लुसेल स्टेडियममा जे भयो त्यो सायद कसैले पनि सोचेको थिएन। के तपाईँले कहिले यस्तो खेल देख्नुभएको छ जहाँ मुटुको धड्कन हरेक सेकेन्डमा परिवर्तन हुन्छ? हो, आज हामी कुरा गर्दैछौँ 2022 फिफा विश्वकपको त्यो ऐतिहासिक फाइनल खेलको, जहाँ लियोनल मेस्सीको अर्जेन्टिना र किलियन एम्बापेको फ्रान्स आम्ने सामने भएका थिए। यो केवल एउटा फुटबल म्याच मात्र थिएन, यो एउटा यस्तो ड्रामा थियो जसले संसारभरिका 1.5 बिलियन मानिसहरूलाई टेलिभिजन स्क्रिनमा बाँधेर राखेको थियो। एकातिर मेस्सी आफ्नो करियरको अन्तिम र सबैभन्दा ठुलो सपना पूरा गर्न चाहन्थे, अर्कोतिर फ्रान्स लगातार दोस्रो पटक विश्वकप जितेर इतिहास रच्न मैदानमा उत्रिएको थियो। आजको यस भिडियोमा हामी त्यो फाइनल खेलको सुरुवातदेखि प्लेन्टी सुटआउट र मेस्सीले ट्रफी उचाल्दासम्मको पल पलको कहानी तपाईहरूलाई बताउनेछौँ। यदि तपाईँ फुटबल प्रेमी हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि यो खेलको उतार चढाव फेरि एकपटक महसुस गर्दा तपाईँको आङ नै सिरिङ्ग हुनेछ। खेलको सुरुवात अघि नै दुवै टोलीको इतिहास निकै बलियो थियो। अर्जेन्टिनाले सन् 1986 पछि विश्वकप जितेको थिएन, जुन म्याराडोनाको युग थियो। मेस्सीका लागि यो उनको करियरको अन्तिम विश्वकप फुटबल फाइनल थियो र उनलाई ग्रेट अफ अल टाइम साबित हुन यो ट्रफीको खाँचो थियो। अर्कोतर्फ फ्रान्स 2018 को डिफेन्डिङ च्याम्पियन थियो र उनीहरूसँग एम्बापे जस्ता विस्फोटक खेलाडी थिए। कतारको कडा गर्मीलाई मध्यनजर गर्दै यो विश्वकप इतिहासमै पहिलो पटक हिउँद महिनामा राखिएको छु, जुन नोभेम्बर डिसेम्बरमा थियो। लुसेल स्टेडियममा 90,000 भन्दा बढी दर्शक थिए र स्टेडियममा निलो, सेतो र फ्रान्सेली जर्सीले भरिएको थियो। रेफ्री साइमन मार्चिन्याकले सिटी बजाएपछि यो ऐतिहासिक महासङ्ग्राम सुरु भयो। पहिलो हाफ अर्जेन्टिनाको पुनः दबदबा। खेलको पहिलो मिनेटदेखि नै अर्जेन्टिनाले फ्रान्समाथि कडा दबदबा बनाउन सुरु गर्यो। एन्जेल डी मारिया, जसलाई प्रशिक्षक लियोनल स्कालोनीले अचम्मको रणनीतिका साथ लेफ्ट विङमा खेलाएका थिए, उनी फ्रान्सका लागि टाउको दुखाइ बने। खेलको 23औं मिनेटमा डी मारियाले फ्रान्सेली डिफेन्डर ओस्मान डेम्बेलाई छलाउँदै बक्सभित्र छिरा डेम्बेले उनलाई लडाउन पुगे। रेफ्रीले तुरुन्तै अर्जेन्टिनालाई पेनल्टी दिए। स्टेडियममा भएका अर्जेन्टिनी समर्थकहरू खुसीले मच्चिन थाले। पेनल्टी प्रहार गर्न लियोनल मेस्सी अगाडि आए। उनले फ्रान्सेली गोलकिपर हुगो लोरिसलाई पूर्ण रूपमा छक्काउँदै बललाई नेटको जाली चुमाए। गोल। अर्जेन्टिना 1-0ले अगाडि बढ्यो र मेस्सीले इतिहास रचे। फ्रान्स यो धक्काबाट सम्हालि नै पाएको थिएन कि 36औं मिनेटमा अर्जेन्टिनाले फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट काउन्टर एट्याक गर्यो। मेस्सीको एउटा जादुई पास, त्यसपछि म्याक एलिस्टरको सटिक क्रस र बायाँ तर्फबाट दौडिँदै आएका डी मारियाले उत्कृष्ट गोल। स्कोर अब 2-0 भयो। डी मारियाको आँखामा खुसीका आँसु थिए र पहिलो हाफ सकिँदासम्म फ्रान्सले अर्जेन्टिनाको गोलपोस्टमा एउटा पनि प्रहार गर्न सकेको थिएन। दोस्रो हाफ एम्बापेको 97 सेकेन्डको जादु। दोस्रो हाफ सुरु भएपछि पनि 80औं मिनेटसम्म खेल अर्जेन्टिनाकै नियन्त्रणमा थियो। फ्रान्सेली प्रशिक्षक डिडियर डेस्चाम्प्सले ओलिभर जिरुड र डेम्बेलाई चाँडै मैदान बाहिर निकालेर युवा खेलाडीलाई मौका दिएका थिए।
तर अब मानिसहरूले अर्जेन्टिनाले सजिलै जित्ने अनुमान गरिरहेका थिए। तब खेलमा एउटा अप्रत्याशित ट्विस्ट आयो। 80औं मिनेटमा अर्जेन्टिनाका निकोलस ओटामेन्डीले फ्रान्सका कोलो मुआनीलाई बक्सभित्र लडाएर फ्रान्सले प्लेन्टी पायो। किलियन एम्बापेले प्लेन्टीलाई गोलमा परिणत गर्दै खेललाई 2-1 को स्थितिमा ल्याए। यो गोल भएको ठिक 97 सेकेन्डपछि अर्थात् 81औं मिनेटमा एम्बापेले मार्कस थुरासँग पास साटासाट गर्दै एउटा अविश्वसनीय र शक्तिशाली गोल गरे। संसार स्तब्ध भयो। खेल 2-2 को बराबरीमा पुग्यो। अर्जेन्टिना खेलाडी र समर्थकहरूको अनुहारमा एकाएक त्रासको माहौल छायो। 90औं मिनेटको निर्धारित समय 2-2 को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो। अतिरिक्त समयको ड्रामा। अतिरिक्त समयमा दुवै टोली थकित भइसकेका थिए, तर जित्ने भोक अझै बाँकी थियो। 108औं मिनेटमा अर्जेन्टिनाले पुनः आक्रमण गर्यो। लाउतारो मार्टिनेजको प्रयासलाई लेरिसले रोके र रिबाउन्डमा लियोनल मेस्सीले आफ्नो दायाँ खुट्टाले बललाई गोलको रेखामा पार गराए। अर्जेन्टिनाका डिफेन्डरले बल क्लियर गर्नुअघि नै बलले लाइन क्रस गरिसकेको थियो। गोल मान्ने भयो र अर्जेन्टिनाले 3-2 ले अगाडि बढ्यो। लाग्यो कि अब मेस्सीको सपना पूरा भयो, तर यो खेलको ड्रामा अझै बाँकी थियो। 118औं मिनेटमा एम्बापेको एउटा यस्तो प्रहार अर्जेन्टिनाको गोन्जालो मार्टिनेजको हातमा लाग्यो र फ्रान्सले फेरि प्लेन्टी पायो। एम्बापेले कुनै गल्ती गरेनन् र गोल गर्दै विश्वकप फाइनलमा ऐतिहासिक ह्याट्रिक पूरा गरे। खेल 3-3 को बराबरी भयो। खेलको अन्तिम सेकेन्ड 123औं मिनेटमा फ्रान्सको कोलो मुआनीले गोलकिपर एमिलियन मार्टिनेजसँग 1-1 को मौका पाएका थिए, तर मार्टिनेजले आफ्नो बायाँ खुट्टा फैलाएर फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट बचाउ गरे। अन्ततः रेफ्रीले सिटी बजाए र यो महामुकाबला प्लेन्टी सुटआउटमा धकेलियो। प्लेन्टी सुटआउटमा अर्जेन्टिनाले 4-2 ले प्लेन्टी जित्यो र 36 वर्षको लामो पर्खाइ समाप्त भयो र अर्जेन्टिना विश्व विजेता बन्यो। खेल सकिने बित्तिकै लियोनल मेस्सी मैदानमा घुँडा टेकेर रोए। उनका साथीहरू उनलाई अँगालो हाल्न दौडिए। मेस्सीले यस विश्वकपमा 7 वटा गोल र 3 वटा असिस्ट गर्दै गोल्डेन बल अवार्ड जिते। एम्बापेले 8 गोल सहित गोल्डेन बुट पाए भने उनको अनुहारमा निराश स्पष्ट थियो। अन्तमा कतारको राति मेस्सीले अरबको परम्परागत लुगा 20 लगाएर फिफा विश्वकप ट्रफी उचाले। यो दृश्य फुटबल इतिहासकै सबैभन्दा सुन्दर र पूर्ण दृश्य बन्यो। साथीहरू, यो फाइनल खेलले हामीलाई सिकाउँछ कि जबसम्म खेल सकिँदैन तबसम्म हार मान्नु हुँदैन। तपाईलाई 2022 को यो फाइनल खेल कस्तो लागेको थियो र तपाईँ अर्जेन्टिना वा फ्रान्स मध्ये कसको समर्थनमा हुनुहुन्थ्यो? तल कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनुहोला। भिडियो मन परेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।